यो भिडियो हाम्रो प्रचण्डजीको लागि हुन त प्रचण्डजीसँग पुग्दैन, तर पनि अहिले मसँग अनलाइन सहकार्य गर्दै चुनावी माहौलमा जति पनि जोडिनुभएका शहीदका छोराछोरी, शहीदका बुवा आमा, अनि शहीदबाट विधवा भएका र शहीदबाट एकल पुरुष भएका जति पनि साथीहरू चाहिँ पक्कै पनि यो भिडियो भेट्नुहुनेछ र सुन्नुहुनेछ। हुन त अहिले चुनावी माहौलमा प्रचण्डजी हाम्रो पूर्वी रुकुमबाट हुमिँदै हुनुहुन्छ, बढायो भने शुभकामना पनि दिन चाहन्छु। जति पनि सहकार्य गरिराखेका साथीहरूले भनिराखेका कुराहरू विशेष त के छ भने, पहिला प्रचण्डजीलाई 10 वर्षे जनयुद्धमा हामीले पछाडि लुकाएर अग्रपन्थीमा हामी गएर उसलाई त्यो सत्तासम्म नपुर्याएकै होइन, पुर्याएकै हो, यो ध्रुव सत्य नै हो। र अहिलेको अवस्थामा हामी पछाडि रहेर प्रचण्डजीलाई अगाडि बढाउनु नै पर्छ भन्ने कुराहरू आएको छ। यो पनि एक विचारमा सही पनि हो, तर सधैँ जसो एकै नाश होला भन्ने पनि छैन। पहिला दिनहरू जे जस्तो 10 वर्षे जनयुद्धले प्रचण्डलाई त्यो ठाउँसम्म पुर्याएर त्यहाँ फर्केरै नहेरे पनि अब फर्केर हेर्न आउनु भएको छ के छ भन्ने कुराहरू छ। र प्रचण्डजीलाई म एउटा अनुरोध के गर्न चाहन्छु भने, अहिले मैकोटको लागि पनि प्याकेज छोड्नु भएको छ अरे, सायद आशा छ मैकोट पनि जानुहुन्छ होला। मैकोटसम्म त गाडी जान्छ प्रचण्डजी, गाडी नजाने ठाउँ तपाईँलाई पहिला अगाडि बढाउने बेला हुन त सबैले आफ्नो ठाउँमा आफ्नै योगदान र बलिदान छ, तर पनि तपाईँलाई अगाडि पठाउने बेला कोना कन्द्राका गाउँ बस्ती झुपडीहरूले पठाएको, जस्तै त्यसको उदाहरण हुका मैकोटमा पनि धेरै हुन त सबै ठाउँमा आफ्नै गाउँ बस्ती आफ्नै पीडा आफ्नै छ। तर पनि म एउटा घुमेलबाङको छोरा भएको नाताले घुमेलबाङलाई हर चुनाव माहौल बेला चुनावी केन्द्र चाहिँ छुटाउने, अरू सबै सेवा सुविधाको लागि एक दिनको बाटो हिँडेर बुढाबुढी नसक्ने त एक बास बसेर सेवा सुविधा टक्कमै लिनुपर्ने। तपाईँलाई मेरो एउटा अनुरोध छ प्रचण्डजी, हाम्रो घुमेलबाङको खाजा तातु तुम्पा भन्ने ठाउँमा पहिला मेरै भेनाहरू शहीद भएका थियो। मेरो भेनासँगै एउटा अहिले मैले अनुसन्धान गर्दाखेरि हुकामतिरको चेली भन्ने सुनिन्छ, त्यो बच्चा पेटमा बच्चा भएको एउटा चेली पनि तपाईँको निम्ति शहीद भएका थियो। त्यो ठाउँहरूमा एकचोटि गएर कस्तो ठाउँबाट तपाईँलाई सङ्घर्ष गरेर कस्तो ठाउँसम्म पुर्याएका रहेछौ भन्ने कुरा तपाईँले अलिकति मनन गरिदिनको लागि हाम्रो घुमेलबाङतिर पनि आउनुहुन्छ होला भन्ने धेरैको आशा छ। तर त्यो सम्भव हुँदैन, तपाईँ गाडीमा हिँड्ने मान्छे, अझ तपाईँ त हेलीमा मात्रै घुम्ने मान्छे, हेलीमा घुम्ने पनि त्यही ठाउँतिरकै जनताले बनाएका थियो। आजभोलि पनि रुकुमकोट धेरै दिन भयो रुकुमकोट आसपास मात्र घुमिराख्नु भएको छ। यदि तपाईँ सक्नुहुन्छ भने रुकुमकोट आसपासमा मात्र होइन, गाडी जाने अलिकति विकास भएको क्षेत्रतिर मात्र होइन, कोना कन्द्रातिर जानु। पहिला तपाईँ 10 वर्षे जनयुद्धभन्दा पहिला जस्तै झुपडीको छानो मुनि बसेर खाएका थियो, आजभोलि पनि त्यस्तै छ। तपाईँ महलमा छिरिसक्नुभयो, तर फेरि पनि झुपडीतिर जानुहोस् भन्न मैले विनम्र अनुरोध गर्न चाहन्छु हाम्रो प्रचण्ड कमरेडलाई।